यो बीपी राजमार्ग अन्तर्गतको दोस्रो ब्लक हो। कटुन्जे बेसीको ब्लक हो। यो चाहिँ करिब 1 किलोमिटर भन्दा धेरै राजमार्ग गत असोज 11 र 12 गते आएको बाढीले लगेको थियो। यद्यपि डाइभर्सन भने सोही जहाँ सडक थियो पहिला त्यही रूपमा डाइभर्सन बनाइएको छ। छेउमा रोसी खोला बगिरहेको छ भने छेउमै रहेको सानो ट्र्याकबाट बीपी राजमार्गमा यात्रा गर्ने सवारीहरू पनि हिँडिरहेको हामी देख्न सक्छौँ। यो चाहिँ बीपी राजमार्ग अन्तर्गतको नमोबुद्ध नगरपालिका वडा नम्बर 6 र रोसी गाउँपालिका वडा नम्बर 7 को सिमाना चौकी डाँडाको डाइभर्सन हो। चौकी डाँडाको डाइभर्सनको चाहिँ यो टर्निङमा एकदमै सानो बाटो परेकाले यहाँ ब्याक गरेर मात्रै गाडीहरू अगाडि बढ्न सक्छन् र बीपी राजमार्ग हिजोदेखि खुलेको सडक डिभिजनले बताए पनि राजमार्ग हुँदै यात्रा गर्न एकदमै कठिन रहेको यात्रामा सवारी यात्रुहरूले हामीलाई बताउनु भएको छ र राजमार्गमा एकदमै जोखिमपूर्ण यात्रा गरिरहेको हामी देख्न सक्छौँ। ससानो बोलेरोहरूमा पनि पछाडिसम्म बसेर यात्रुहरूले यात्रा गरिरहेका छन्।